तालु छन् देख्दै तिमी त है हाम्रो गाउँ जस्तो देख्दै म सम्पूर्णमा सबैजनालाई शुभ प्रभात है। यो चाहिँ पोखराबुङ बजार है र म चाहिँ गाडीमा आएको नि त होइन। त्यसपछि म चाहिँ आफ्नो घरतिर लागेँ है। सो आफ्नो लुक देखाउँदै र हाम्रो घरको दृश्य चाहिँ यस्तो चाहिँ होइन। सधैँ चाहिँ उता अर्को जग्गाबाट खिच्थेँ भन्दा चाहिँ आज चाहिँ म आफै हिँडेर आएको भएर चाहिँ यो जग्गाबाट खिचेँ होइन। अनि यहाँबाट चाहिँ ठ्याक्कै हाम्रो घर जुम गरेर देखाइदिउँ भनेर खिचेको। जुमेन बल्ल बल्ल भयो। त्यसपछि म घर ठ्याक्कै पुगेँ होइन। हेब्बी गरम आमाले चाहिँ चिया बनाइदिँदै थियो होइन। म त लुगासुगा फेरि हल्का यहाँ फ्रेस उयो गर्नुको लागि चाहिँ ठक्कै गऱ्यो र चिया चाहिँ रेडी भयो चाहिँ हल्का माथि उयो गरेर आयो। अन्त गरम भइरहेको थियो, पसिना ससिना आइरहेको थियो। मजाले नुहाएर चाहिँ एकदम फिल भएर चाहिँ डङ्क पुस्या हुँदैछ होइन। त्यहाँदेखि चाहिँ हल्का भेस्ट लगाइदिनु पऱ्यो भनेर चाहिँ मजाको नयाँ दसैँको भेस्ट झिकिँदै थियो होइन। अनि ठ्याक्कै के करा जस्तो सुन्नु चाहिँ के हो सुन्थेँ होइन। हेट फेरि भेस्ट लगाउनु थालेँ। त्यसपछि चाहिँ हल्का मेरो बडी चाहिँ कस्तो भएछ भनेर चेक गर्दै थिएँ। कहिले ठुलो भएको सानो हो भाइ जस्तो जस्तो चाहिँ भन्दा नभन्दा हेर्नु फेरि ट्याक्कै यहाँ मजाले टोक्दैछ फेरि हो। चिनिहाल्यो मलाई फेरि यहाँनिर दार्जिलिङ बस्ने भनेर। त्यसपछि चाहिँ बेलुकाको टक्कै डिनर टाइम भयो। अन्त आसिङ पनि आउनुभएको थियो। म र आसिङ चाहिँ मजाले बसेर खाएको। आसिङ सर्किँदै त्यहाँ खाँदैछ होइन। अनि म पनि मजाले सम खाइदिनु पऱ्यो यो डल्ले खोर्सानीसँग भनेर चाहिँ मजाले भात सात खानु सुरु गरेँ। त्यहाँदेखि के चाहिँ भएछ भनेर त्यहाँ हेर्दैछौ के हो कसो देख्दैछौ भन्दै निधार ठुलो छ क्या भन्दै हेरिदिँदैछौ। म चाहिँ छेउमा बसेर रङ भात मजाले मुछेर खाइदिँदै थिएँ हो। माइलासिङ चाहिँ कुनी के भन्दै यहाँ नखाएर हिँडेको छ। आमा पनि यहाँ छेउमा बसेर मजाले खान थाल्यो। अनि मेरो भिडियो चाहिँ यहीँ सक्यो। थ्याङ्क यू।